ओभर पर्मिट भेरिफिकेसनको कुरा गरौँ है। तपाईँले आफ्नो ओभर पर्मिट चाहिँ रियल हो कि फेक हो भनेर कसरी थाहा पाउने? अब गर्दा गर्दै आजभोलि त भिजा पनि फेक हुन्छ है। त्यही भएर त्यो चाहिँ कसरी थाहा पाउने भनेर मैले चाहिँ अफिसियली यो हेर्नु है, भेरिफिकेसन अफिस हो यो म्यान पावर अथवा कन्सल्टेन्सी होइन। मैले चाहिँ कसरी भेरिफिकेसन गर्छु भनेर भन्नुपर्दा मैले 5वटा सफ्टवेयर युज गर्छु आफ्नो ल्यापटपमा है। अब त्यो म यहाँ लिस्ट पनि हालिदिन्छु। 1 नम्बरमा छ तपाईँको भेरिफाई आइडेन्टिटी चेकर। अब त्यसले चाहिँ अलिकति महँगो पर्छ, $209 पर्छ पर मन्थको होइन। तपाईँले चाहिँ मैले चाहिँ अब पर मन्थ $209 अलि महँगो भएर मैले चाहिँ सिधै 1 वर्षको ल्याउँछु। त्यो चाहिँ $1200 पर्छ 1 वर्षको लिँदा। भेरिफाई आइडेन्टिटी चेकर भन्ने हो है। अनि त्यसपछि तपाईँको अर्को छ WPS अफिस भन्ने, त्यसले चाहिँ $720 पर्छ महिनाको है, भनेपछि नेपाली 2600 रुपियाँ। अनि अर्को चाहिँ एडोबी आर्टबोर्ड प्रो, नर्मल एडोबी आर्टबोर्ड होइन कि एडोबी आर्टबोर्ड प्रो है, प्रो किन्नु पऱ्यो तपाईँले, त्यसले पनि $20 पर्छ। अनि अर्को चाहिँ फक्सिट PDF एडिटर, त्यसले चाहिँ $19 पर्छ पर मन्थको होइन। अनि त्यसपछि तपाईँको अर्को लास्टमा फोटो फ्रेन्डसिप भन्ने छ, त्यो चाहिँ एक्चुअली फ्री हो, टोटल्ली फ्री हो होइन। अब यति 5वटा युज गर्छु मैले चाहिँ भेरिफिकेसनको लागि। यति 5वटा भएपछि तपाईँको भिजा भेरिफिकेसन, अनि ओभर पर्मिट भेरिफिकेसन, जब अफर लेटर, इम्प्लिमेन्ट कन्ट्र्याक्ट, जे डकुमेन्ट भए पनि भेरिफिकेसनको लागि भइहाल्छ। तर अफिसियल गभर्मेन्ट डक हुनु पऱ्यो है। त्यो यतिकै डिमान्ड लेटरहरू यताउता त हुँदैन फेरि होइन। त्यही हो, यति युज गर्नुभयो भने तपाईँले आनन्द हुन्छ क्या। अब ओभर पर्मिट भेरिफाई गर्ने भने लाखौँको सवाल हो हेर्नु। तपाईँले त्यो भेरिफाई गर्न तपाईँले यति धेरै सफ्टवेयर युज गर्ने भने नेपाली लगभग 35,000 रुपियाँ खर्च लाग्छ। अब एउटा दुईवटा डकुमेन्ट भेरिफाई गर्न तपाईँले 35,000 को सफ्टवेयर हाल्ने कुरो भएन होइन। त्यही भएर तपाईँले मलाई भन्न सक्नुहुन्छ 1,000 रुपियाँ मात्र लाग्छ भेरिफिकेसनको होइन। अब 1,000ले गर्दा तपाईँको लाखौँ रुपियाँ बच्छ भनेपछि त्यो केही पनि होइन है। त्यही भएर यु क्यान डु इट होइन। त्यही हो, द्याट्स अल। हस्, थ्याङ्क यू।